ल साथीहरू लागौँ है बारीतिर है। म चाहिँ बारीमा लागेको फिलहाल अहिले आफ्टरनुन टाइममा दिन अलिक शीतल भएको छ। जाँदैछु। यो हिजो मौसम अलिक थाङ्रा गाडेको थिएँ, आधी पुगेको छैन, अनि जाँदैछु। बारी चाहिँ तला छ मेरो, अलि बारी जानुपर्ने हुन्छ, जाँदैछु। थाङ्रा गाड्नुपर्छ गएर। फुल पनि आधी गोडिरहेछ, त्यो पनि गोड्नुपर्ने हुन्छ। आज त सक्छु फुल पनि होइन, त्यो भएर चाहिँ म जाँदैछु अहिले फिलहाल बारीतिर। आकाशहरू हेर्नुहोस् क्या दामी रहेछ, वेदर पनि शीतल भयो, त्यो भएर चाहिँ म जाँदैछु। काम चाहिँ अलराउने हो है, भनिरहन्छु तपाईँहरूलाई। हिरोमा आफै हिरोइन आफै है भन्छ नि, दाजु आफै भाउजू आफै भनेको पारा। हेर्नुहोस् फुलहरू क्या फुलिरहेछ, रातो रातो घन्टी फुल, जबकुछ पनि भन्छ यसलाई। हाम्रो गाउँ फुल चाहिँ अचम्मै हुन्छ है, अति नै छ। फुलेको हुनुहुन्छ कि प्लान भन्नुहुन्छ कि हाम्रो सानो गाउँलाई फुलले नै चिनाएको छ है। जाँदैछु आजको मेरो अपडेट है, यस्तै पाइरहनु हुन्छ। म त एउटा गाउँमा बस्ने है, गाउँको छोरी, त्यही भएर चाहिँ जाँदैछु हजुरहरू होइन। अनि जाँदैछु बाटो, अनि बारीमा गएर चाहिँ यो लगाउनु पर्ने पनि छ। त्यहाँबाट लगाइसकेपछि अलिकति बारीमा लगाउनुपर्ने छ, त्यसो चाहिँ आउनुपर्छ। अहिले आफ्टरनुन टाइम भएको छ, गरमले सक्दैन, घरि घाम घरि पानी। अहिले हामी किताब पढ्छौँ, घाम पानी सेलको बिहे सुन नानी भनेर। यहाँदेखि चाहिँ अब अलिकति तल छ। यहाँ हेर्नुहोस् भोकटे त फलेको, हाम्रो या फलेको छ भोकटे। हेर्नुहोस् है, विन्टरहरू पाक्छ छोडेर क्या दामी फलेको छ हेर्नुहोस्, क्या दामी फलेको छ। भोकटेको नजारा आउन सक्यो, क्या फलेको छ। यो चाहिँ हाम्रो फुपूको घरमा भोकटे ल्याउने फोटो छ। जाँदैछु जानु चाहिँ अहिले फिलहाल। यहाँ फेरि मैले हिजो झ्याम्पल छोडेको छु, फुपूको घरमा निकाल्नु पर्ने छ। मात्रै फलेको हेर्नुहोस् त, हिउँदमा खान्छ गुलियो हुन्छ, मिठो हुन्छ। यो चाहिँ हाम्रो फुपूको घरमा, मेरो जेठी फुपूको घरमा भोकटे। घरहरू हेर्नुहोस्, अर्ग्यानिकहरू पाइन्छ, काठको घरहरू पनि छ अहिलेसम्म हाम्रो गाउँतिर चाहिँ। दामी छ है साथी, काठको घर मलाई पुरा मनपर्छ। काठको अनि खरको छाना है, अझै पेटीहरू क्या माटोको हुनुपर्छ, क्या मजा आउँछ नि। हाम्रो उहिले घर सबैको यस्तै थियो नि हाम्रो गाउँमा घरहरू, अहिले चाहिँ पक्कीको बनाएको छ प्रायःले छ। तर मलाई चाहिँ काठकै मनपर्छ है साथीहरू। हेर्नुहोस् त भोकटे, हाम्रो वाउ दामी फलिरहेछ है। हेर्नुहोस् त हाम्रो गाउँ सबै हुन्छ, पहिला सुन्तला भन्थ्यो, अहिले सुन्तला चाहिँ हुँदैन। यहाँबाट झ्याम्पल झिक्नु पर्ने छ हो, झ्याम्पल झिकेपछि चाहिँ त्यहाँबाट चाहिँ म चाहिँ मेरो काम सुरु हुन्छ। हेर्नुहोस् है भोकटे